नेपालको अर्थतन्त्र कसरी चल्छ होला? यसको पछाडि एउटा एकदमै शक्तिशाली संस्था छ, नेपाल राष्ट्र ब्याङ्क, जसलाई हामी एनआरबी पनि भन्छौँ। ल, आज हामी यही संस्थाले हाम्रो पैसा, हाम्रो ब्याङ्क र समग्रमा हाम्रो आर्थिक प्रणालीलाई कसरी चलाउँछ भन्ने कुरा एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। ल, आज हामी के कुरा गर्छौँ त? सबैभन्दा पहिले एनआरबीको परिचयबाट सुरु गरौँला। त्यसपछि यसको इतिहास कस्तो छ, यसले गर्ने खास 3वटा मुख्य काम के हुन्, अनि ती कामहरू पूरा गर्न यसले कस्तो रणनीति अपनाउँछ र भविष्यमा के सोचेको छ भन्ने बारे पनि जान्नेछौँ। अनि अन्त्यमा त यो संस्था हाम्रो लागि किन यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा छर्लङ्गै हुनेछ। त्यसो भए ढिला नगरी सुरु गरिहालौँ पहिलो खण्डबाट। आखिर के हो त यो नेपाल राष्ट्र ब्याङ्क? एकदमै सरल भाषामा भन्नुपर्दा एनआरबी भनेको देशका अरू सबै ब्याङ्कहरूको पनि ब्याङ्क हो, द ब्याङ्क अफ ब्याङ्क्स। यसले के गर्छ? पैसा कति छाप्ने, बजारमा पैसाको प्रवाह कस्तो राख्ने भन्ने कुरा नियन्त्रण गर्छ, अरू ब्याङ्कहरूलाई नियममा बाँध्छ र पुरै वित्तीय प्रणालीलाई भनौँ न एउटा सही बाटोमा डोर्याउन मद्दत गर्छ। एक किसिमले यो हाम्रो आर्थिक प्रणालीको अभिभावक जस्तै हो। ल, एनआरबी के हो भन्ने कुरा त बुझियो, तर यो संस्था कहिले स्थापना भयो होला, किन चाहियो होला, अनि के यसको काम सुरुदेखि अहिलेसम्म एउटै छ त? छैन। आउनुहोस् अब यसको इतिहासतिर अलिकति फर्किएर हेरौँ। कुरा हो सन् 1956 को, जति बेला नेपाल राष्ट्र ब्याङ्क ऐन 2012 अन्तर्गत यसको स्थापना भयो। तर समय सधैँ एकेनास रहँदैन होइन र? लगभग 50 वर्षपछि सन् 2002 मा आइपुग्दा एउटा ठूलो परिवर्तन आयो। देशको आर्थिक प्रणाली निकै जटिल भइसकेको थियो, नयाँ चुनौतीहरू थिए। हो, त्यही समय अनुसार ब्याङ्कको भूमिकालाई पनि आधुनिक र सान्दर्भिक बनाउन यसका उद्देश्य र कामहरूलाई नयाँ ऐन 2058 मार्फत फेरि परिभाषित गरियो। ल, इतिहासको कुरा त भयो, तर आजको दिनमा यसले वास्तवमा के काम गर्छ त? यसका खासमा 3वटा मुख्य उद्देश्यहरू छन् र यसले गर्ने हरेक निर्णय, हरेक नीति यिनै 3 उद्देश्यको वरिपरि घुमेको हुन्छ। यसका 3 मुख्य लक्ष्यहरू के हुन् त? ल, सुन्नुहोस्। पहिलो, बजारमा महँगीलाई काबुमा राख्ने, मतलब हामीले किन्ने सामानको मूल्य आकाशिन नदिने। दोस्रो, ब्याङ्कहरूलाई डुब्नबाट जोगाउने र सबैले ब्याङ्कमा राखेको पैसा सुरक्षित छ भनेर ढुक्क हुन सक्ने वातावरण बनाउने। अनि तेस्रो, हामीले गर्ने अनलाइन वा कार्ड पेमेन्टहरू छिटो, सजिलो र सबैभन्दा महत्त्वपूर्ण सुरक्षित बनाउने। ओके, उद्देश्यहरू त एकदमै राम्रा छन्, सुन्दा त गजब लाग्छ। तर प्रश्न यो हो, एनआरबीले यी उद्देश्यहरूलाई व्यवहारमा कसरी उतार्छ त? यसका लागि उसँग के कस्ता टुल्स वा औजारहरू छन्? ल, अब यसको रणनीतिबारे कुरा गरौँ। एनआरबीको मुख्य रणनीति भनेको कुनै एउटा ब्याङ्क वा एउटा संस्थाले मात्र हेर्ने होइन। यसको ध्यान त पुरै वित्तीय प्रणालीलाई नै कसरी बलियो र स्थिर बनाउने भन्नेमा हुन्छ। ठ्याक्कै जसरी एउटा बलियो जगले सिङ्गो घरलाई अड्याएर राख्छ नि, हो त्यस्तै। अनि यी सबै योजनाहरू गोप्य रूपमा बन्द कोठामा मात्रै बस्दैनन्। एनआरबीले हरेक वर्ष वार्षिक मौद्रिक नीति सार्वजनिक गर्छ। हो, यही मौद्रिक नीति मार्फत उसले आउने वर्षको लागि आफ्नो योजना, रणनीति र लक्ष्यहरू सबैलाई जानकारी दिन्छ। भन्नुको मतलब देशको अर्थतन्त्र अब कुन दिशातिर जाँदैछ भनेर बुझ्ने यो एउटा एकदमै महत्त्वपूर्ण दस्तावेज हो। अहिलेसम्म हामीले यसको काम गर्ने तरिका त बुझ्यौँ, तर एनआरबीले भविष्यमा आफूलाई कहाँ देख्न चाहन्छ त? यसको लामो दूरीको सोच, यसको लक्ष्य के छ? आउनुहोस् अब यसको भिजन र मिसन के रहेछ त्यो हेरौँ। ल, सबैभन्दा पहिले हेरौँ एनआरबीको भिजन, अर्थात् यसको सपना के हो? यसको भिजन हो एक आधुनिक, गतिशील, विश्वसनीय र प्रभावकारी केन्द्रीय ब्याङ्क बन्ने। यसको छोटो तर निकै शक्तिशाली। यसको मतलब के हो भने यो समयसँगै चल्न सक्ने, सबैले पत्याउने र साँच्चै काम गरेर परिणाम देखाउन सक्ने संस्था बन्न चाहन्छ। ओके, यो त भयो सपना। अब यो सपना पूरा गर्नका लागि यसको मिसन अर्थात् यसले गर्ने कामले के भन्छ त? यो सपना पूरा गर्नको लागि यसको मिसन अलिकति लामो र विस्तृत छ, तर यसको सारमा के भनिएको छ भने प्रभावकारी मौद्रिक, विदेशी विनिमय, वित्तीय क्षेत्र र भुक्तानी प्रणाली नीतिहरू मार्फत दिगो र समावेशी आर्थिक विकासका लागि समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्ने। अलि जटिल सुनियो होला है? छोटकरीमा भन्दा यसको मुख्य काम भनेको सही नीतिहरू बनाएर अर्थतन्त्रलाई स्थिर राख्ने, ताकि देशको विकास दिगो होस् र त्यो विकासको फाइदा सबै नेपाली कहाँ पुगोस्।
ल, यति सबै कुराहरूलाई अब एकै ठाउँमा जोडेर हेरौँ। अब त हामीलाई स्पष्ट भयो होला कि एनआरबी नेपालको अर्थतन्त्रको लागि किन एउटा मेरुदण्ड जस्तै महत्त्वपूर्ण छ। त्यसो भए सारांशमा के त? पहिलो, एनआरबीले देशको आर्थिक स्थिरता जोगाउँछ। दोस्रो, यसले ब्याङ्किङ क्षेत्रलाई अघि बढाउन मद्दत गर्छ। तेस्रो, हामी सबैको ब्याङ्कमाथिको विश्वासलाई कायम राख्छ। र चौथो, हामीले गर्ने हरेक डिजिटल भुक्तानीलाई सुरक्षित र प्रभावकारी बनाउँछ। भन्नुको मतलब यो हाम्रो आर्थिक जीवनको एक अदृश्य तर एकदमै शक्तिशाली रक्षक हो। नेपाल राष्ट्र ब्याङ्कलाई देशको आर्थिक स्वास्थ्यको डाक्टर जस्तै मान्न सकिन्छ, जसले सधैँ नाडी छामिरहन्छ, निगरानी गरिरहन्छ। तर अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। जसरी संसारको अर्थतन्त्र यति तीव्र गतिमा बदलिरहेको छ, नयाँ नयाँ प्रविधिहरू आइरहेका छन्, के एनआरबीले भविष्यका यी चुनौतीहरूको लागि आफूलाई तयार पार्न सक्ला? नेपालको आर्थिक भविष्यमा यसको भूमिका अब कस्तो हुनुपर्ला? यो प्रश्न